कोही छ कि मलाई बुझ्ने जस्तो लाग्थ्यो, तर भ्रममा रहेछु। वास्तवमा म त एक्लो रहेछु। मैले तिमीलाई यसरी बिन्ती गरेको थिएँ जसरी मर्ने मान्छेले जिन्दगी चाहन्छ। बोल्ने मान्छे जस्तो सुकै परिस्थितिमा पनि बोल्छन्, यो त्यो यस्तो उस्तो भनेर बहाना बनाउँदैनन्। मेरो भाग्यलाई तिमी भेट्नु लेखेको थियो, तर तिमीलाई पाउन होइन नि। आखिर आफ्नो भन्ने पनि त स्वार्थ नसकिनु जेल मात्र रहेछ। स्वार्थ सकिएपछि त सबैले बाटो फेर्ने त रहेछन्। कसैलाई नदिएको अमूल्य प्रेम तिमीलाई दिएको थिएँ, तर अफसोस न प्रेमको मूल्य रह्यो न मेरो अस्तित्व। मैले त उसलाई मलाई सम्हाल्ने अधिकार दिएको थिएँ, तर उसले त मलाई लथालिङ्ग पारेर छोडिदियो। सपना पूरा हुँदा कस्तो हुन्छ थाहा भएन, तर सपना टुटेको अनुभवहरू धेरै बटलिसकेको छु मैले। साँच्चै नै धेरै थाकेको छु यो जिन्दगीदेखि। न त हिँड्ने बाटो भेट्छु, न त पुग्ने गन्तव्य नै भेट्छु। तिम्रो मन दुखाएकोमा हृदयदेखि नै माफी माग्छु। अब मेरो त मन नै छैन, कहाँ दुख्छ र। आफूलाई सही साबित गराउन कहिले आएन मलाई। मान्छेहरू गलत सोच्दै गए अनि म गलत बन्दै गएँ। कोही पनि मदेखि खुसी छैनन्। हुन पनि हो, म आफै पनि दुखी छु आफूसँग। मान्छेको व्यवहार एकपटक चिनेपछि वाद विवाद गर्ने होइन, शान्त भएर पछाडि हट्दै जानुपर्छ। निकै कष्टकर हुन्छन् आजभोलि कटाउन यी रातहरू। यहाँ निन्द्रा आँखामा हुन्छ अनि मनमा अनेकौं पीडाहरू हुन्छन्। अरूको लागि होइन रहेछ, आफ्नो लागि जिउनु पर्ने रहेछ। अरूलाई त मृत्यु नै उपहार दिँदा पनि नपुग्ने रहेछ यो जमानामा जनाब। जिन्दगीमा कसैलाई दोष दिनु हुँदैन। राम्रो मान्छेले खुसी दिएर जान्छ भने नराम्रो मान्छेले अनुभव दिएर जान्छ। रहरको बाटो कस्तो हुन्छ खै कुन्नी, तर बाध्यताको बाटो हिँड्न एकदमै गाह्रो हुने रहेछ। सम्बन्धको अन्त्य गर्नलाई म मौन बसेको होइन। जति गुनासो गर्दा पनि तिमीले नबुझेपछि म मौन बस्न बाध्य भएको। अरूलाई उज्यालो दिँदा दिँदै आफू जलेर खरानी भएको पत्तो नै भएन। मेरो जिन्दगी यस्तै भयो। आफ्नै छाया देख्दाखेरि पनि भिडभाडमै छु जस्तो लाग्छ। अब मलाई एक्लोपनको आदत लागिसकेको छ। महोदय, कुन बाटो हिँडाइस् ए जिन्दगी? न खुसीहरू भेटाएँ, न रहरहरू, न त सपनाहरू नै पूरा भए। अल्मलिएको छु बिचैमा। कमजोर होइन, कोमल छु। त्यसैले त सबैले सजिलै तोडिदिने गर्छन्। मुखले सबै मनका पीडाहरू व्यक्त गर्न सक्दैन नि, त्यसैले त आँखाबाट आँसुले बताइदिने गर्छ। माया मुटु फुट्ने गरी दुख्दा पनि कसैलाई सुनाउने हिम्मत भएन। मलाई थाहा थियो कि मेरो मनको पीडा कसैले बुझ्न सक्दैन भनेर। मौनतामै हराएको छु आजकल। यहाँ वाद विवाद गरेर जित्नुभन्दा नबोलेर हार्नु नै उत्तम लागेर। हदभन्दा ज्यादा पीडा पाएपछि चिच्याउन सकिएन, त्यसैले मौनतामा छु। साह्रै अभागी रहेछु। म थाकेँ यो विरक्त लाग्दो जिन्दगी देखेर। धैर्य गर्न सक्ने क्षमता रहेन अब ममा। खै कता गएर सम्हालौँ यो जिन्दगीलाई? जता हेऱ्यो उस्तै पोखिएको देख्छु। कहिलेकाहीँ जीवनमा शब्दको भन्दा धेरै साथको जरुरत पर्छ, तर जब जरुरत पर्छ तब कोही पनि हुँदैन। अब त मुस्कुराउन पनि डर लाग्छ। हरेक मुस्कानको पछि केही न केही नयाँ पीडाले पर्खिएको छ जस्तो लाग्छ। मन त छ नि खुलेर हाँस्न, पीडाको भुमरीमा अल्झिएको म कसरी निस्कनु? जिन्दगी पनि अब त्यो मोडमा पुगिसकेको छ। यदि मैले हार माने भने म आफैलाई गुमाउँछु। भित्रभित्रै जति चिच्याए पनि बाहिरबाट चुप बस्नै पर्छ। आफ्नै मनले थकाएर छाडेको जीवन फेरि बोकेर हिँड्नुपर्छ जनाब। कतै डराए जस्तो, कतै हराए जस्तो, कतै एक्लो भए जस्तो महसुस गर्दैछु म हिजो आज। जहाँ आफ्नोपन लाग्दैन त्यहाँदेखि टाढिने बानी छ मेरो। चाहे मतलबी भन्छौ या स्वार्थी, फरक पर्दैन। सबै उमेर नै रहेछ आखिर। सानोमा चप्पल हराउँदा रुने म अहिले गन्तव्य नै हराउँदा पनि मौन छु।